ल साथीहरू म चाहिँ अहिले ठ्याक्क लाएर चाहिँ अहिले मामा घर जाँदैछु। यो भातमारालाई यहाँ बोलाएको छ, यो सामान बोकाएको। अनि स्याललाई फोक्सोको भारी हेर्नुहोस्, काम गर्न भनेपछि स्याललाई फोक्सोको भारी। अनि स्याललाई फोक्सोको भारी भयो भने के हुन्छ, त्यसलाई दम हुन्छ। हेर्नुहोस्, दम भएपछि त्यसलाई अक्सिजन दिनुपर्छ। अनि त्यसलाई 2-4वटा चाहिँ एन्टिबायोटिकको सुई हान्नुपर्छ। हेर्नुहोस्, त्यो पनि साला घोडालाई लाउने सुई हान्नुपर्छ साथीहरू, अनि मात्रै हुन्छ। हेर्नु साथीहरू, त्यस कारणले म चाहिँ अहिले अब एउटा मामा घरमा गइयो। अनि अब हामी चाहिँ अहिले चाहिँ हामी चाहिँ कसको घर जाँदैछौँ भने कान्छी माइजूको घरमा। अनि त्यस पछाडि आएर हामी चाहिँ उता साइलो मामाको घरमा, ठुलो मामाको घरमा होइन। अब यस्तो पानी परेर यार दसैँ यार यस्तो खत्तम भएको छ। बाइकहरू त्यस्तै भएको छ, बाइक खत्तम भएको छ यार है। बाइकहरू पनि खत्तम छ। यो जुत्ता जाँठो, यो 7,000को जुत्ता साथी हो। 7 दिनलाई नहुने भयो मामा कसम यार, 7 दिनलाई नहुने भयो। ल 7,000को जुत्ता लाएर मामा घर आएको, 7 दिनलाई पनि नहुने भयो यार। अनि दिनको 1000 गयो भने त यार कहाँबाट कमाउने हो पैसा? 2 रुपियाँ पैसा छैन यार गोजीमा, गोजीमा 2 रुपियाँ छैन। अनि उकालो र ओह्रालो हिँड्यो मैले। स्कुटी खत्तम भइसक्यो साथी। पुरै त हो नि, त्यहाँ माइजूलाई राखिदिएको छोड्या होला नि त। नि त्यहाँ के त्यहाँको त माइजूको किन छोड्या छैन? त्यहाँको माइजूले छोड्या छैन? अनि त्यही भएर यो कुकुर नि फेरि यस्तो दिमाग खराब गर्छ कि यार, यसले यार लास्टै रिस उठ्छ। कहिले त म्यासलाई कानका जली फुट्ने गरी हान्नु जस्तो लाग्छ क्या साथी हो यार। स्वाङ पार्छ यार, मैले समातेर हिँड्छ यार, गाउँघरतिर नहिँड्ने जस्तो यार त्यो। अनि त्यस्तो गर्छ यार है। बेला बेलामा त कसम मलाई कानका जली छ्याङमा हानेर तारो कसम कोही यही कुर्ता चाहियो भन्ने यार, त्यो कुर्ता किन्ने भिडियो छ साथी हो। त्यहाँ हेर्नु, यस्तो नाटक, यस्तो आइमाईसँग त बिहे नगर्नु है। मैले भनिसकेँ है, दुःख पाउँछ है केटा। यस्तो आइमाईसँग बिहे गर्नु भने त राँडै बसी हुन्छ। ल कसम हो साथी हो, राँडै बसी हुन्छ। त्यो बहुत तनाव आइमाई रहेछ यार। त्यो त दिमाग खराब गरिसक्यो मेरो है, मलाई दिक्क लागिसक्यो। अब हामी आइपुग्यौँ यहाँ मामाहरूको घरमा। अब देखाउँछु है साथी हो। मैले यसलाई के गर्नु, यसलाई चाहिँ ल साथीहरू आज चाहिँ हामी यसरी जानु पर्यो। कस्तो